कति बज्यो अहिले 8:15 जति भयो। अब यहाँबाट टक्क वीरगन्ज निक्लिन्छु अनि त्यही हो अनि 10 बजीतिर वीरगन्ज पुगिन्छ होला। लेट्स गो मेरो है त। सो गाइस अब चाहिँ हामी हेटौँडा बजार आइसकेका छौँ। अगाडि त्यहाँ बुद्ध चोकबाट यता लेफ्ट लिनुपर्छ, ए राइट लिनुपर्छ, सरी लेफ्ट भन्नु आएछ है, राइट लिनुपर्छ अनि वीरगन्ज पुगिन्छ। यो चाहिँ हाम्रो सुन्दर हेटौँडा बजार, ग्रिन सिटी हेटौँडा। दामी छ नि त हाम्रो हेटौँडा, राम्रो हेटौँडा। ओ माई गॉड, बिस्तारै बिस्तारै। अब यहाँबाट छुट्टिन्छ है वीरगन्ज जान यता राइट लिनु पऱ्यो, काठमाडौँ जान सिधा गयो नि भयो, यता लेफ्टबाट लिएर गयो नि भयो काठमाडौँ जानलाई। सो हामी अब वीरगन्ज जाने यता जान्छौँ, यहाँबाट यसरी सर जान्छौँ। यो बाटो नछोडिन जानुभयो भने चाहिँ तपाईँहरू वीरगन्ज जानुहुन्छ। अब पत्लाया पुगेपछि अनि पत्लाया पुगेर अनि छुट्टिन्छ फेरि यता यो सर्लाहीपट्टि जाने अनि के हो त्यो हेर्नु होला। यदि च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला। सबैले मेरो भिडियो हेरिदिनु होला, कस्तो लाग्छ कमेन्ट गरिदिनु होला कमेन्ट बक्समा। यो चाहिँ हाम्रो ब्याङ्क रोड भन्छौँ यसलाई। हेटौँडाको नारायणी मल माथि छ, गइसकेको छ। नारायणी मल चाहिँ माथि हो। त्यहाँ चाहिँ पेट्रोल पम्प छ, के बलराम पेट्रोल पम्प भन्ने छ। अनि बजाजको सोरुम पहिला यहाँ थियो, अहिले सारी छ क्या अरे। भने के छ यहाँ अहिले बजाजको सोरुममा रिकन्डिसनहरू क्या, यसो रिकन्डिसन रहेछ। पहिला बजाजको सोरुम त्यहाँ थियो, अहिले चाहिँ हामी गइरहेछौँ। यहाँ देख्न सक्नुहुन्छ तपाईँले। माथि काकडभिटा 394, धरान 321, विराटनगर 324, वीरगन्ज 57 किलोमिटर छ। सो 60 किलोमिटर भनौँ न। बाटो यस्तै छ एकदम। हेटौँडाको फरेस्ट्री गेट भनेको चाहिँ यहीँनिर हो, अहिले तल हो आउनु लाग्यो। त्यही नै हो गाइजहरू। कता के सारा जान्छ, बिचमा भेटौँला अब एकैचोटि है त। ओके, सो अहिले चाहिँ हामी चुरे आइपुगेका छौँ होइन। चुरे भन्ने उयो के अरे, चुरे मन्दिर सबलाई थाहा होला। ग्लोभ्स चुरे मन्दिर, चुरेको ओह्रालो चाहिँ यही हो होइन। चुरेको टनेल पनि छ होइन यहाँनिर। यता यो टनेल यहाँ रातो झन्डाले निक्लिन्छ, त्यहाँ चुरे मन्दिर अगाडिबाट चढ्यो भने यो चाहिँ यो ओह्रालो चाहिँ अलिक डेन्जर ओह्रालो नै हो गाइस होइन। यो चुरेको ओह्रालो भनेको चाहिँ तपाईँको अलिक खतरनाक नै हो, तर त्यस्तो ओह्रालो त छैन। हेर्दाखेरि ठाडै ओह्रालो जस्तो त नभए पनि, तर ओह्रालो चाहिँ यहाँ बहुत एक्सिडेन्ट हुने ठाउँ हो यो चाहिँ होइन। भाइ पनि झरेको छैन, यो एकदम बहुत एक्सिडेन्ट हुने ठाउँ हो यो चुरेको ओह्रालो भन्ने ठाउँमा चाहिँ हामी गाडी रोकेर बसिरहेको रहेछ। सो मन्दिर चाहिँ उहाँ तल छ होइन। अब टक्क मान्छेहरू पूजा गर्न आउँछन् दसैँतिर त बवाल भिड हुन्छ क्या अरे। यहाँ चुरेमा पार्किङ गर्ने ठाउँ सुद्धा हुँदैन। पुरै मान्छे बिहान 4 बजेदेखि 3 बजेदेखिबाट आएर बस्छन्। चुरिया माईले सबैलाई रक्षा गरून्। मेरो फलोवर्स सब्सक्राइबरहरूलाई सबैलाई रक्षा गरून्। मेरो हेटर्सहरूलाई झन् अझै धेरै रक्षा गरून्। जय चुरिया माई कि जय होस्।
सो गाइस अझै सिद्ध्याएन होइन चुरेको ओह्रालो ओभरटेक त बिस्तारै गर्नु नि जस्तोमा नि ओभरटेक हान्नुहुन्छ यार ठुलो गाडीहरू लास्ट पेल्छ होइन यो बाटो आउँदा चाहिँ अलि सुरुमा हेरेर बुझेर बाटो के कस्तो छ भनेर अनि मल्ल आउनु होला अलि बढी नै यो त ओभर पेल्छ होइन यो ठुलो गाडीहरूले अब काठमाडौँतिर त्यस्तो ठुलो गाडीहरू त चल्दैन नि त भ्यालीभित्र त अनि काठमाडौँ चलाएर बानी हुन्छ नि त त्यस्तै गरी चलाउँदाखेरि चाहिँ अलिक गाह्रै पर्छ यहाँनिर होइन अलिक बढी पेल्छ के त्यो ट्रकहरूले यिनीहरूले चाहिँ बाइकलाई चाहिँ यत्रो पनि गर्दैन कि गाडी नै गुडी राखेर गाडी नै होइन जस्तो गर्छ कि बाइकहरूलाई त त्यसैले यिनीहरूलाई चाहिँ अलिक गर्नुपर्छ होइन यो चुरेको ओह्रालो अझै छ है क्या यो ओह्रालो अझै ओह्रालो झर्दै हो हामी एकदम डेन्जर ओह्रालो छ मोड छ ओभरटेक नगरौँ कतिखेर गाडी आइपुग्छ भन्न सकिँदैन हिँड्दाखेरि सधैँ आफू सेफ भएर हिँड्नुपर्छ सुरुमा फर्स्ट प्रायोरिटी भनेकै आफू सेफ हुने हो होइन टक्क सेफ्टी युज गरेर कसरी हुन्छ सेफ हिँड्नु बाँचेछ भने त यार घुमाउन नि छ यार जीवन रहेन भने के घुम्नु त्यो सोच्नु पऱ्यो होइन त्यसैले बिस्तारै हिँड्नुपर्छ सबजना सेफली हिँड्नुपर्छ बिस्तारै भनेर म त्यस्तो बिस्तारै भन्दिनँ कि हिँड दौडौ होइन बाटो अनुसार दौडौ बिस्तारै दौडौ आफूमा कन्ट्रोल कतिको छ भन्ने त्यो अनुसार दौडौ के कतलाई अब यहाँबाट 18 किलोमिटर छ होइन हामी अब म यहाँ बोलिरहेको छु के मोटिभेसनल जस्तो स्पिच दिइरहेको छु क्या अब भ्लगमा त हेर्दा त फेरि वाक्क लाग्ला होइन नबोलिकन त्यही भएर म हल्का फुल्का भयो भने बोलेर तपाईँहरूलाई उयो गराइरहेको छु गुन्डु पुल है त्यो अस्ति ओल्ड साइक्लिस्ट आएको थियो नि यो गुन्डु पुल हो यही हो क्या ल यही हो यो के अरे कुकुरी काखै खोला भन्ने खोला च्याप्पै सुके चाहिँ यही खोला अरे है ल अजित बराल भन्ने सरको भिडियो मैले अस्ति देखाएको थिएँ टिकटकमा निकै भाइरल भएको छ यहाँ गुन्डु पुऱ्याउनु भएको सर पनि साइकलमा हिँड्नु भएको रहेछन् मोटर साइकलिस्ट नि त ल है गाइसी यस्तो हुन्छ यसो हेर्नु होला यहाँको त पल्ला अब 17 किलोमिटर छ अरे होइन 17 किलोमिटर छ हामी गइरहेछौँ तपाईँहरूलाई अल्छी लाग्छ होला मेरो भ्लग हेर्नलाई तपाईँ पनि हेरिदिनु होला अल्छी लागे पनि होइन अरू त के भनौँ र त्यही हो फेरि अर्को पुल आयो है त त्यो यो चाहिँ बडा हाकिम पुल लगाएपछि तपाईँहरू बडा हाकिम पुल पनि देख्नुभयो नि त ल हेर कोल्टे कस्तो कोल्टे यो ट्रक यत्रो लोड हाल्छ अनि तान्दैन ट्रकले त अब कतै पुगेपछि भेटौँला गाइड्स खतरा मोड छ होइन यहाँ बाटो चाहिँ तर अक्खा छ के यहाँनिर यस्तो यो बाटोमा यस्तो उयो हुन्छ नि अमलेङगञ्ज के हो यो अमलेङगञ्ज पुल रे है अमलेङगञ्ज पुल आइपुग्यो होइन अहिले चाहिँ हामी अमलेङगञ्ज 3 नम्बर भन्छ र 3 नम्बर पुल भन्छ हो यो 3 नम्बर पुल हो के यो 3 नम्बर पुल भने यही हो गाइज होइन एकदम यो फेमस छ यो खानगियाहरू एकदम बवाल छ यहाँनिर होइन अलिक खाजा खाने अलिक मिठो ठाउँ भनेको यही हो यो बाटो हिँड्दाखेरि क्या 3 नम्बर पुल एकदम डेन्जर ठाउँ पनि हो त्यो पनि मोडहरू बवाल थियो होइन एकदम यो बाटो तर खतरा छ क्या नपत्याउँदो खतरा खायो यो बाटो हेर्दाखेरि चाहिँ त्यस्तो केही छैन होइन सिधै भए पनि तर डेन्जर छ है बाटो धेरै एक्सिडेन्ट बाटो हो यो धेरै भन्दा नि यस्तो हुन्छ अब बिरगञ्ज जाने अलि लामो अब तपाईँको त्यो उयो के अरे यता यो इलाम झापा जाने पनि सब यतैबाट हो अनि पत्लाबाट छुट्टिन्छ अरे अनि त्यो बसहरू भयो अनि ठुलो गाडीहरू भयो मेन यो 12 चक्के 14 चक्के सब अब इन्डियाबाट आउने गाडीहरू सब यतैबाट हो अनि
बाटो चाप बढी हुन्छ। यस्तो यो बाटो सानो छ नेपालको बाटो, त्यही हो खाल्टाङ खुल्टुङ। अनि फेरि राइडरहरू नेपालको त्यही हो। एउटा हात ग्लोभ्स एउटा हात नग्लोभ्स छ अहिले त। यस्तो त्यो अन गर्नलाई ग्लोभ्स खोलेको थिएँ होइन। सो त्यही नि हो। अब नेपाली राइडरहरू फेरि राइडर होइन पाइलट बन्नु खोज्छन्, उडाउनु खोज्छन्। बिस्तारै आफ्नो वेमा हिँडेको हुन्छ त, किन आँटिनु, किन हतारिनु होइन र। सो अहिले चाहिँ हामी पत्लया आइसकेका छौँ। त्यही हो पत्लया यहाँबाट छुट्टिन्छ। अब अगाडि सिधै गयो भने रक्सल वीरगञ्ज पुगिन्छ। अनि अब यता लाग्यो भने कहाँ पुगिन्छ हामी? सर्लाही अनि इटहरी धरान त्यतातिर पुगिन्छ होइन। पत्लया चोक चाहिँ उत्यहाँबाट छुट्टिन्छ। मेन छुट्टिनु भनेको उत्यहाँबाट हो। अब यहाँबाट हामी सिधा गयौँ भने चाहिँ वीरगञ्ज रक्सल भयो होइन। अब यहाँबाट लेफ्ट लिएर गयौँ भने चाहिँ उता पुगिन्छ त्यही सर्लाही धरानतिर। भरतताल जाने बाटो चाहिँ यता लेफ्ट लिएर जानुपर्छ होइन। हामी चाहिँ अहिले त्यता जाँदैनौँ, हामी सिधै जान्छौँ। हामी वीरगञ्ज जाने हो त्यसैले हामी चाहिँ सिधै जान्छौँ। वीरगञ्ज चाहिँ अब यहाँबाट 21 किलोमिटर छ। आइसिपी 28 किलोमिटर, रक्सल 29 किलोमिटर, कलैया 31 किलोमिटर रहेछ है त। ल हामी चाहिँ वीरगञ्जतिर लाग्यौँ। अब यहाँबाट त बाटो त राम्रो रहेछ। वीरगञ्ज 27 किलोमिटर छ। त्यसैले गाडीहरू भगवान्ले पुरै रोकेर राख्दो रहेछ। बाटो चाहिँ तर दामी लाग्यो मलाई चाहिँ। बाटो बवाल छ ल। बाटो यस्तो चाहिन्छ कि हाइवे भनेपछि बाटो यस्तो चाहिन्छ कि त्यो अर्को त त्यो आनन्दको लेन छ। लेन पनि मजाले आफ्नो लेनमा हिँड्न पाइन्छ। लाइट पनि रहेछ। ठिक छ। सो गाइस चाहिँ हामी यो वीरगञ्जको पवानीपुर होइन यो के हो यो पवानीपुर कि परवानीपुर हो, त्यहाँ आइपुगेका छौँ। यतातिर हुसो अलि लाग्दो रहेछ, तर यतातिरको लाइट पनि बवाल लाग्यो मलाई है। लाइट पनि दामी छ। हुसो अलि हुसो छ है। 9:30 भइसक्यो अहिले। 9:30 भयो होला। त्यतिको पनि हुसो छ। अब हामी वीरगञ्ज पुग्न लागिसक्यौँ। मेडिकल हस्पिटल यहाँ रहेछ। अब हामी वीरगञ्ज जान्छौँ। वीरगञ्जमा अनि मेरो सानो काम छ त्यहाँनिर, त्यो काम गरेर अनि हामी निक्लिन्छौँ। अब मिलेर भयो भने उता एउटा कुनै ठाउँ जान्छौँ हेर्नु होला है। ठाउँको नाम चाहिँ भन्दैन म। बसी हामी यहाँ जान्ला भनेर पाइयो भने हामी जान्छौँ कहीँ न कहीँ चाहिँ। यहाँ फेरि चोक आएछ। यहाँबाट कता जाने हामी? सिधा कता? यहाँबाट यता गयो भने कहाँ जान्छ? त्यो बोर्डै राखेर छैन। यता हो नि होइन होला। अनि मेन हाइवे त उता हो। यो त भित्र अर्कै जाने बाटो हो नि। मेन हाइवे त त्यही हो। मिल्छ यातायात कार्यालय पुगिन्छ त्यहाँबाट। वीरगञ्ज हेल्थ केयर हस्पिटल यहाँ छ होइन। आउँछ वीरगञ्ज वीरगञ्ज यही त होला नि। त्यही त।
वहाँ वीरगञ्जको घन्टाघर पुग्नु पर्दैन त्यो त लास्टमै भइहाल्यो बस पार्क मेरो चाहिँ यो यातायात कार्यालयबाट काम सकिसक्यो अब यहाँबाट हामी निक्लिन थाल्यो होइन अब हेरौँ कहाँ गइन्छ सो जस मेरो काम चाहिँ सकिसक्यो मैले मोबाइलबाटै ब्लग बनाइरहेको छु हेर्न सक्नुहुन्छ यहाँ कायाको उयो रहेछ सोरुम लग्जरी अटो ल हामी वीरगञ्जबाट निक्ल्यौँ अब यो कहाँ अरे दाइ ल है सायद भन्सारहरू चेकिङ हुने यहीँनिर हो एकदम होइन यहाँ आर्मी दाइहरू चेकिङ भइरहेको हुन्छ सो अब यहाँ आउनु फर्किने बेला चाहिँ बबाल कडा चेकिङ हुन्छ त्यसरी दाइ हामी यहाँ रोक्सलमा यसो यहाँ बाइक रोकेर घुम्न मिल्छ कि मिल्दैन निक्लिनु मिल्छ नि होइन छिरेर ओके थ्याङ्क यू दाइ लगाएछ अब नेपाल इन्डिया त्यो पारी होइन पारी जाने होइन हामी आमामा इन्डियन बाइकहरू होइन यो सबै नेपाल छिर्न ए बोर्डर त्यही हो ए अनि उयो चाहिँ के हो के ए ल यस्तो छ है गाइज र इन्डिया र नेपालको बोर्डर चाहिँ सिमाना पुरै एकदम उयो छ टाइट तर टाइट चाहिँ टाइटै हुँदो रहेछ टाइट चाहिँ टाइट हुँदो रहेछ यहाँ चेक हुँदो रहेछ जानेलाई चाहिँ चेक हुँदैन रहेछ होइन पोस्ट नेपाल चेक पोस्ट के सो यहाँबाट चाहिँ सामानहरू मान्छे धेरै त्यो भन्सार छरै ल्याउने कारणले गर्दाखेरि चेक हुन्छ सो यो इन्डिया नम्बर यो इन्डियन गाडी हो हामी चाहिँ अब इन्डिया जाँदैछौँ है गाइज ल इन्डियामा नेपाली बाइक ट्याग लाएर चलाउनुपर्छ फड्काउँदै बोर्डर यही हो ए बिहार ए यहीँबाट होला सर थ्याङ्क्स फर यर भिजिट मलाई पनि थाहा भएन होइन ल जे भयो नि हामी अब इन्डियामै छौँ भनौँ होइन ए कहाँ हुन्छन् ए सो इन्डियन चेक गर्ने ठाउँ चाहिँ यहाँ रहेछ नेपालीहरूले वहाँसम्म गर्छ नेपाली नम्बर प्लेट चाहिँ फाटोफुटो मात्र भेटिँदो रहेछ गाइज यहाँनिर होइन त्यही हो सो टाँगा त्यही हो अनि हो र ल गाइज हामी इन्डियाभित्र छिरिसक्यौँ है हामी चाहिँ अहिले इन्डियाभित्र आइसकेका छौँ अनि इन्डियामा त एकदम भिड एकदम कचम कुचुम रहेछ सो इन्डियन पैसा साट्नेहरू यहाँ बस्ने गर्दा रहेछन् होइन सो हामी त यहाँ एकैछिन हो आमा हेलमेट लाउनु पर्दैन सो यहाँ पैसा साट्नेहरू रहेछ यो टाँगा होला ए के ए रेलको बाटो हो यो सो
सो गाइज यहाँ चाहिँ अब रेल आउँछ ए सो यहाँ चाहिँ रेल आउँछ माथिबाट जानु मिल्दैन यहाँ यो चाहिँ रेल हो होइन रेल आउनु लागिरहेको अरे अनि कहाँ आइपुग्यो त ए कहाँ आइपुग्यो त रेल रेल चाहिँ कहाँ आयो त नहेर्ने अब हामी चाहिँ यता जान्छौँ त्यो जस्तो यहाँबाट रेल आउनु ला भएर यहाँ बाटो ब्लक गरेर रहेछ गाइज हामी चाहिँ अब जान्छौँ हामीलाई अब रेल सेल नहेर्ने सो हामीले फर्काउँ माथि पुलबाट जान्छौँ हामी चाहिँ सो लिएर जान्छौँ अब माथिबाट कहाँबाट जाने हो यहीँबाट त होइन ऊ त्यहाँबाट रहेछ यहाँबाट होइन जस्तो गाई छैन ल इन्डिया चाहिँ हामीले घुम्यौँ मस्तै घुम्यौँ इन्डिया अझै हामी घुम्दैछौँ इन्डिया अझै हामीलाई घुम्न पुगेको छैन इन्डिया घुम्नलाई सो इन्डिया घुम्न अझै पुगे छैन हामीलाई कहाँबाट आयो त यहाँ अब यहाँ पुल माथिबाट चढेर जानु मिल्दो रहेछ गाइस यहाँ मुनि चाहिँ रेल हिँड्ने बाटो रहेछ अनि यो रेलबाट कहाँ पुग्छ दाइ यो रेल सो यहाँबाट अब रेल चाहिँ जाँदो रहेछ जस तर इन्डियामा त मान्छेहरूलाई हेलमेट लाउनु नपर्ने चाहिँ एकदम सजिलो रहेछ होइन गाइस हाम्रो नेपालमा चाहिँ अलिक सेफ्टी रहेछ सेफ्टी पनि अलि हाम्रो नेपालमा नियम पनि बढी कानुन पालना गरिन्छ ल हेर ल ल ल हेलमेट लाएन कहाँबाट छिरा हुन् यार एकदम सो हामी नेपाली नम्बर प्लेट भए गाडी लिएर इन्डिया छिर्दैछौँ गाइज 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 इन्डिया Oh my god, India! Oh my god! India! ल है हामी त्यहाँबाट पार गऱ्यौँ यता आयौँ अब हामी यहाँबाट यसो अलिकति घुम्छौँ ल इन्डियामा टेक्यौँ है हामीले इन्डियामा टेक्यौँ सो रेल आइसकेछ अब हामीले जानुपर्ने भयो हेर्न नमिल्ने भयो यहाँ यस्तो भिड छ मोतिहारी 52 किलोमिटर रहेछ अनि अरेराज 54 बेतिया 54 रक्सल जो 08 किलोमिटर रक्सल यसलाई रक्सली भन्छ होइन यसलाई रक्सली भन्छ होइन सो हामी अब जाँदैछौँ ल यतातिर त प्रायः सब इन्डियनै गाडी होला र के यो चाहिँ इन्डिया नै भनौँ न इन्डिया नै हो गाइस इन्डियाभित्र छिर्यौँ हामी इन्डियामा छिरेर मोबाइलको कभर हेर्ने हो यतातिर पाइन्छ ल हामी यसो मोबाइलको कभर सर यसो के छ यसो हेरिन्छ मन पर्यो भने लिगिन्छ
हेरौँ मोबाइल कभरहरू छ त टेक्नो स्पार्क 7 का होइन है मैले मेरो मोबाइलको कभर खोजेँ कहीँ पनि पाइएन होइन अब चाहिँ हामी यसो मार्केटतिर डुल्छौँ इन्डिया मार्केटहरू यो वान वेमा नि यस्तो ल्यायो चलाउन चाहिँ एकदम ध्यान दिएर चलाउनुपर्छ को कहाँबाट निक्लिन्छ भन्ने थाहा हुँदैन एकदम ल हेलमेट पनि छैन रङ साइड छ मतलबै छैन कहाँ निक्लिने हामी कहाँ जाने फर्किनु भयो फर्किनु नत्र अब सो गाइस हेरौँ न यहाँनिर रहेछ इन्डियाको मार्केट सो गाइस अहिले चाहिँ हामी होइन भरतताल जान लागेका छौँ सरलाई अब हामी वीरगन्जबाट डाइरेक्ट यता कलैया निक्लेर अनि भरतताल जानु छिटो पर्दो रहेछ त्यसैले हामी कलैया निक्लिँदैछौँ कलैया निक्लेर निजगढपट्टि लागेर अनि हामी भरतताल जान्छौँ त्यही नै हो सो इन्डिया पनि घुमेर आयो अब चाहिँ हामी भरतताल हामी टक्क यहाँ यता कहाँ निक्ल्यौँ भने चपुर निक्ल्यौँ चपुर निक्लेर खाना अब खाना भन्दा नि खाना खाजा सबै एउटै हो खाना पनि खान्छौँ बिहानैबाट चपुरमा अहिले हामी छौँ अब चपुरबाट टक्क लाएर अब भरतताल गइँदैन अब सिधै घर गइन्छ त्यही हो प्लान चेन्ज भइसक्यो आउँदा आउँदै बाटोमा अब भरतताल झन् टाढा भइसक्यो कति त्यसैले हामी चाहिँ अब सिधै घरतिर लाग्छौँ अहिले चाहिँ हामी यहाँ खाजाखानी रोकेको छौँ त्यही हो